म तपाईँलाई अर्को कुरा के भन्छु भने छोटोमा 1 मिनेट मात्र हल्ला नगरिदिनु होला। एकजना घरमा चाहिँ अन्धा बुढी आमा हुनुहुन्थ्यो अरे, अनि उहाँलाई चाहिँ खिर पकाएर थालमा खिर दिनुभएको छ छोराबुहारीले चाहिँ आमा खानु भनेर। मिठो छ नि त खिर त होइन, अब हामीले जे खाने घरमा खिर पकाएको र भन्छौँ। अनि मिठो कि जस्तो दिनु हाले मिठो छ, मलाई त्यति मिठो दिए घरमा कस्तो बनायो होला भनेर एउटा खालको उसले भित्रभित्र भन्दिनु थियो कि मलाई त्यस्तो मिठो दिए उहाँले कता खायो होला भन्थ्यो नि। अब म तपाईँलाई के भन्छु भने यहाँ चाहिँ अब कार्यक्रम गर्दै गर्दाखेरि तपाईँलाई भत्ता स्वरूप 200 खाजा खर्च दिएको छ, बच्चाहरूलाई 50 रुपियाँ दिएको छ, सम्मान पुरस्कार पनि गरेका छौँ। हामीले कार्यक्रम भ्रमण पनि राखेका छौँ, विभिन्न ठाउँमा पनि लगेका छौँ होइन। सकेसम्म संस्थाले सुत्केरी भेटघाटका प्रयास पनि आएका छन्, क्रियापुत्री भेटघाट पनि हामीले गरेका छौँ। त्यो सदस्य मृत्यु भएको घडीमा चाहिँ यस्ता प्रयोग गर्दाखेरि तपाईँलाई पनि हामीले लाभ प्राप्त काम गरेका छौँ भनेपछि अब यहाँ हामी त यति प्राप्त गरिसक्यौँ भने अब यहाँ अघि सरले भन्नुभयो अब 16 वर्षदेखि लाग्नु भएको छ, के भइसक्यो होला भित्र मनादार पद चल्छ नि। आमो यता त यति भइसक्यो त्यता भने जस्तो मनानो हुनसक्छ। त्यो उहाँहरूलाई हामीले सम्मान गर्नुपर्छ। कर्मचारी मैले तलब खाएर काम गरेको छु, उहाँ कर्मचारीले तलब खाएर काम गर्नुभएको छ, उहाँहरूले 16 वर्षसम्म सेवाको रूपमा काम गर्नुभएको हो। अहिले भर्खर हामीले भत्ता आउनु भएन है, कम्तीमा खाजा पानीको व्यवस्था गर्नुपर्छ। खाजा पानीको व्यवस्था कम्तीमा भोक लाग्छ नि पेटलाई त भनेर व्यवस्था गरेका छौँ। हामीहरूले उहाँले गरेको यो त्याग तपस्या, उहाँले गरेको सहयोगले नै हामी आइपुगेका हौँ। त्यही कारणले गर्दा सञ्चालक समितिलाई हामीले सम्मान गर्नुपर्छ। यति नै भन्न सकेन भने हामीले न्याय हुँदैन भन्दै म तपाईँहरूलाई